सबैजना नमस्कार। धेरैजनाको मनमा मेरो यो भिडियो हेरेर धेरैजनाको मनमा म यहाँ मन्दिरमा बसेर ढ्याङ्ग्रो बजाउँछु। अब मेरो भिडियो हेरेर चाहिँ अरूको चाहिँ मनमै ढ्याङ्ग्रो बजिसकेको हुँदो रहेछ क्या। अब चाहिँ यसले मेरो मार्केट खाइदिने पर्यो, अब चाहिँ यसले मेरो भक्तजन तानिदिने पर्यो। कहाँबाट निस्क्यो नि प्रभु, यो कहाँबाट आयो नि यो कालो खैँचो, मेरो कालै भएर निस्क्यो भन्ने कतिको मनमा चाहिँ ढ्याङ्ग्रो बस्छ। ए बाबा त्यसो भनेर नडराउनु होला है। तपाईँले सत्य कर्म गर्नु होला, सत्य कर्ममा मेरो साथ हुनेछ। यदि झुटा कर्म गर्नु भने चाहिँ तपाईँले सोचे जस्तै यो काल कहाँबाट आयो नि भन्नुहुन्छ नि। यदि म महाकाल, कालको पनि महाकाल, काल एकदम क्या तपाईँहरूको कालै बनेर निस्किने छु। तर सच्चा कर्म गर्नुहुन्छ भने एकदम हातैमा हात मिलाएर एकदम तपाईँलाई साथ सपोर्ट सहयोग गरेर अघि बढ्नेछु। तर सत्य कर्म गर्नु पर्यो, अन्यथा अब आफै मनमा ढ्याङ्ग्रो बजेर दुनियाँ यसले चाहिँ मेरो सबै सर्वस्व सक्ने पर्यो, यसले चाहिँ मेरो सर्वस्व सक्ने पर्यो। यो कसलाई भने भन्नुहुन्छ भने नि अचेलका झाँक्रीहरूलाई र मलाई चिन्नुहुने मेरा आफन्तजन, मेरा साथीभाइ, मेरा सरको जति पनि मलाई चिनेर यो मेरो भिडियो हेरेर जसले पनि आरिस गरिरहेछ उहाँहरूलाई जति आरिस गर्नुहुन्छ तपाईँहरू त्यति नै सत्यनाश हुन्छ है। विचार पुर्याउनु होला, आरिस नगर्नु होला, आफ्नो काममा ध्यान दिनु होला, आफ्नो कर्म सही बनाउनु होला, कर्म सत्य गर्नु होला, फल अवश्य सही नै मिल्नेछ। कर्म चाहिँ एकदम पाप गर्ने, अगोरी गर्ने, दुनियाँदारी गर्ने, अनि त्यस पछाडि फल चाहिँ राम्रो आश गरेर हुन्छ त। खोर्सानीको बोट रोपेर त सुन्तला त फल्दैन त हौ प्रभुहरू। रोप्नु पऱ्यो नि त सुन्तला फलाउँदा सुन्तलाकै बोट रोप्नु। कर्म चाहिँ एकदम झुटा गर्ने, पापै पाप गर्ने, अनि त्यसपछि राम्रो आशा गरेर काहीँ पाइन्छ त? कर्मको फल त तत्कालै पाइन्छ त हौ। त्यो गर्नु पऱ्यो नि त, कर्म सही गर्नु पऱ्यो, भक्तजनको उद्धार गर्नु पऱ्यो। भक्तजनको उद्धार गरे बापत भक्तजनले आफै दिन्छ नि त सबै कुरो, भगवान्ले आफै पुऱ्याइदिन्छ त। सत्य कर्म गरेर भगवान्मा विश्वास गरेर आफ्नो गुरुदेव साँची राखेर गुरुदेवको भक्तिभावमा लाग्नु न, अनि भक्तजनको उद्धारमा लाग्नु त। तपाईँहरूलाई कस्तो साथ सपोर्ट कसरी हुन्छ। अनि कर्म चाहिँ नगर्नु, अनि त्यसपछि आश मात्रै गरेर कहाँबाट पाउनु? यी छैन, हुँदैन त्यस्तो, कहीँबाट पनि हुँदैन प्रभु। कर्म सत्य गर्नुपर्छ। कसैलाई छल कपट, कसैलाई पाप, कसैलाई नराम्रो तुच्छ वचन बोल्ने बोलीहरू होइन। यदि नराम्रो कर्म कसैले गरेको छ भने तपाईँहरू बोल्न पाउनुहुन्छ, जे पनि गर्न पाउनुहुन्छ। यदि कसैले केही गरेकै छैन तपाईँलाई त्यो विषयमा तपाईँहरू त जान्ने भयो, त्यसमा प्याचा 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 बोलिरहनु पर्ने आवश्यक के छ? सत्य अरूले नराम्रो कर्म गर्नु पऱ्यो नि त तपाईँलाई त्यो विषयमा आवश्यक पर्छ बोल्नलाई। अरूले चाहिँ राम्रो कर्म गरिरहेछ भने तपाईँले चाहिँ नराम्रो भएर बिचमा गएर प्याचा बोल्नुपर्ने आवश्यकता के छ? त्यही भएर अलिकति विचार पुऱ्याउनु होला है बोल्दाखेरि पनि। हस्, धन्यवाद।